ल ल अब नयाँ आएको छ तपाईँ दुसरा ठाउँमा मानिसहरूले देख्छ तपाईँ पुलबाट ऐसे चढेको ऐसे चढ्थ्यो उहाँ जाएको हामी चाहिँ देख्छ त फिर अब हम क्या आगे निशान बक्सोदी में ना अब फिर हमने तो बक्सोदी में आगे निशान तब हम चला सबर करेंगे सब देखाए हम अपने लोगों के चिंता ना करी वैसे ना कोई लगता ना go to heaven वो चीज है तनी परिचय परे खातिर त्यता त नि यहाँ नोची के त आवाज ना सुना कोई एक तब धीरे धीरे चल जाओ स्वागत बा ब्लॉग में अब हमने के नया आदमी बानी सब ब्लॉग बनावे के नहीं ठाउँ में तो उमे कम्प्रोमाइज करम लोगिन कैसे ल फाइनली अपने के कर देने सब तो बा अब ये इसी चलेगा अब क्या आप पीछे से घुमाएंगे दिखा देता नहीं अपने लोगों का नजारा बा नजारा ऐसे बाटे पुलवा हो अब ऐसे जरा त झर्ना छ अच्छे चला त निशान ल अब ऐसे चढ़ेको हामी के थोड़ा देख लीजिए अपने लोगों की रास्ता हुआ अब मैं तो देखी बहुत को रास्ता भगवान का नाम ली एक बाद से बहुत अच्छा व्यू महसूस करें लोगन जैसे कि अब हम मुँह से कह नहीं के सकत यहाँ तो ऐसा व्यू बा ऐसा ठाउँ बा कि हाँ कही दो सकता अब एक बार आए हम लोगों का खुशी लगी बहुत कहने के सकता देखिए ये शेर आई पूरा ऐसे ऐसे अब इसी आएगा अभी हो गई रास्ता हुआ अब रास्ता के बारे में तो क्या कहीं दोस्तों तो पड़ गए हो रेस्ट कर ला जी क्या समाचार था दूध सब आ गई छ देखाएं हम हेलो हाउ वाज द ट्रिप very good नमस्ते नमस्ते ल ये जा रहल बा अब हमनी के पाला हमनी चलत नहीं यहाँ हमारे दोस्तों आवा था देख ली लोगन वैसे चढ़ा था बेचारा देखिए नज़ारा देखिए बेचारा देखा था कोई सब नासा हुआ तू के बाद सुख हो केला उसके बाद जब गंतव्य में पुगम तब हाँ वहाँ के भी नज़ारा दिखाएं नमस्ते मैम नमस्ते हाउ वाज द ट्रिप गुड 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 ल अब चलो लाओ अब हमनी को बिस्तारै कैसन दिखाओ आराम करिए ल दोस्तों हमारा आराम करी
गाइस गाह्रो भयो यार ल लास्ट गाह्रो भयो तर जन्नत हेर्न गइरहेको छु के जन्नतको मजा के अलिक फरकै हुन्छ फरकै हुन्छ एकदम पहिला कर्म गर्नु पर्यो के अनि हो फल हो पाउँछ। हो हो त्यही भएर अहिले कर्म गरिरहेको छु साथीहरू अहिले एकछिनपछि फल पाउँछु तपाईँहरूलाई देखाउँछु ओके त्यसैले लाइक सब्सक्राइब गर्नु Yes. नभुल्नु। यस 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 ल गाइस हिँड्नुहोस् अब तपाईँहरूलाई बाटो देखाउँदै हामी ओके 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 देखाओ त नि सब देखाओ त नि बाबा लोग के देखी है हो भाइ यस्तो बाटो छ हेर्नुहोस् त झर्नै नसक्ने बाटो हो त्यहाँ माथिबाट यसरी हो भाइ यस्तो बाटो रहेछ गाइस हेर्नुहोस् कस्तो गाह्रो छ तिलिसो पुग्नु अनि पो परिश्रमको फल हामीलाई पाउँछौँ अहिले हामी परिश्रम गरिरहेछौँ हेर्नुहोस् केटाहरू अब टेस्ट गरेर अब रमाइलो ठाउँ छ हुन सक्छ भाइ फाइनली तिरुचुलो आइसक्यो जाँदै गर्नु है यहाँ भर्खर बिस्तारै बिस्तारै चलाउँदा सबले पुग्दै खाला सिनमा सबैको सब हमरा ठीक बा भर्खर यो के भन्छ ल्यान्ड स्लाइडिङ पार गरेर भर्खर यहाँ आएर केटाहरू बसिरहेको थियो अब जे होस् फाइनली त्यो पार गरियो अनि त्यो दाइहरू आउँदै हुन्छ अब यहाँदेखि अब हामी बेस क्याम्पतिर जानु लाग्यो यहाँ गइरहेको छ केटाहरू बोल्नै मन लागेन भोक लागेर हेर्न सक्नुहुन्छ यस्तो छ यार बाटो बिचरा एकजना साथी बिस्तारै आउँदै त्यहाँ पुग्ने रे हामी भोलि त्यहाँ पुग्ने रे बाँकी नै छ त्यत्रो बाटोहरू पार गर्नु बाँकी छ तर हाम्रो बेस क्याम्प आयो रे एकदमै खुसीको सिमाना रहेन यार फाइनली आइयो बेस क्याम्प आइसक्यो दाइ धेरै खुसी कस्तो लाग्यो भाइ आजको एक्सपिरियन्स भनिदिनु त छोटो तरिकाले मिठो तरिकाले भनिदिनु त छोटो र मिठो तरिकाले भन्दाखेरि के भने पुरै आइसल्यान्ड एरिया हो धेरै वान मिस्टेक गेम ओभर लाइफ गन लाइफ लाइफ गन त्यही भएर आउनुहुन्छ भने अलिक बिस्तारै कोही नआउनु होला प्लिज प्लिज आटो गरेर मात्र आउनु स्वर्ग हेर्नु हुन्छ भने प्लिज आउनु ल ल आउँदै गर्नु केटा आउँदै गर्नु केटाहरूले पनि बिस्तारै जानु पर्यो है अब फाइनली त्यहाँ हेर्न सक्नुहुन्छ हाम्रो बेस क्याम्प पनि आइयो नेपालीमा त कति कुरा गरौँ हौ कति कुरा गरौँ भोजपुरीमा होला अब थोर कतिको होला मिस्टेक हो त
हो तो ही बोले मैं तर ओकरा के इग्नोर करी लोगन जस्ट व्यू देखी लोगन कैसन व्यू बा इतना दूर पर कोयला के नतीजा जोश एकदम मजा लागल देखिए नदीसँग बग्न पनि पाएन बाटो अलिकति सानो छ लास्टै होला बेस क्याम्प तर फाइनली राइट साह्रै हो हिरोपन्थी सब कहाँ से निकलो यार साह्रै है स्क्यामसँग पुग्यो एकदम यार दिनभरि आज बिहानदेखिको बिहान कति बजे 8-9 बजीदेखि नास्ता सास्ता गऱ्यो त्यहाँबाट हिँडेको कति भयो होला मैले 4:30 कि 5 बजीपछि गर्नु त्यसमा पुग्छौँ भन्दा पनि पुग्नु होला छ तर भ्यू यार ओ माई गड खतरा ल म एकैछिन अगाडि जान्छु है के छ बिस्तारै आवत देखते नहीं आवा तो बिस्तारे अपन तो एक तो एसपी में तो पूरा पैसे हम ऐसे भरोसा कर रहे हैं देखो डांस मार भाई क्या हाय गाइस हाय गाइस यस्तो पनि हुन्छ यार वेट यस्तो छ यार विश्वासै लाग्दैन यस्तो मन खुस हुन्छ यार यस्तो अब नजाराहरू भ्यूहरू देखेर अलिक पछि परेँ ग्रुपहरू अलिक अगाडि गएर एकजना साथीहरू भिडियो बनाएर बसिरहेको छ हामी मनाइरहेको छु भात नखाएर बोडी नै बिर्सियो नि यार लास्ट हो तपाईँको कति लाग्छ होला म्याक्सिमम् 10 मिनट लाग्छ होला त्यहाँसम्म पुग्नु Look at the view man, look at the view wow oh my god यार मिजी
बिहान 4:30 बजे डिसेम्बर पुगेका थियौँ। अहिले कति 6:30 बज्न लाग्छ। लगभग भनौँ न 1.5 घन्टा चढेर आएको हामी यहाँ बिस्तारै चढेका छौँ। यहाँ आएर look at this view, yeah. Oh my god. Oh my god, oh my god. पछि उता गएर तपाईँहरूले देखाउनेछु। हाम्रो अन्य भयो बिस्तारै बिस्तारै चढिरहेको छौँ। लेक लाग्ने सम्भावना एकदम हाई छ। त्यही भएर इनर्जी बचाउँदै थोरै कोक खाँदै अलिअलि रेस्ट गर्दै हिँडिरहेको छौँ। अझ 2.5-3 घन्टा 6 जस्तो लाग्छ। Then finally we get the incredible view. Okay, thank you. केटाहरू बिस्तारै बिस्तारै रातो घाम पहाडमा चिलेकी टल्कियो। कस्तो टल्कियो है। निमन बोल्यो तू आज यार एक फर्स्ट मॉडल हो। ज्यादा छेउमा जाँदैन हिजो पनि यिनीहरू दादा अङ्कल कस्तो खालको हिँड्दाखेरि मुखमा छ लसुन अलि बोल्नै भएन यार। कति फास्ट हिँड्नुभएको तपाईँहरू दादा? यस्तै हो है। अझ कति टाइम लाग्छ होला? कहाँ कति कति ए ए हामी जस्तोलाई अनि हामी जस्तोलाई ए ए हो र? ए ल हुन्छ हुन्छ दादा। तपाईँ दादाहरूलाई 1 घन्टा रे? 1 घन्टा आदि 1 घन्टा 30 मिनट। ए हो 22 घुम्ती पनि बाँकी नै छ है दा? ल थ्याङ्क यू दादा, थ्याङ्क यू। ये देखो मेरा पिछला बम का हाल क्या हुआ है। अनुजी तिमी किन यस्तो? कस्तो जस्तो तिमी किन यस्तो? म यस्तै हैन तिमी किन यस्तो? यस्तै दादाहरु हेर्नु न ल कम बवाल छ। ओ माय गॉड। अरु तपाईहरुलाई पछि देखाउँला अलि एकदम चाहिन्छ त्यहाँ बैटरीहरु। सो अहिलेको लागि यति नै ल। ओके अब एकैछिनको अपडेटको लागि फेरि हामी आएको 22 घुम्ती लगभग स्टार्ट हुन लाग्छ। त्यहाँबाट ठ्याक्क त्यहाँबाट तपाईँ घुम्ती स्टार्ट हुने हो रे। हेर्न सक्नुहुन्छ त्यहाँबाट 1 2 3 4 5 6 7 8 9 10 11 12 ठ्याक्क हामी अलि माथिको बाटो आएको छ। अनि जे होस् हामीले पनि अब 10-12 घुम्ती चाहिँ चढ्नु पर्ला जस्तो। अरू त आएकै हामी
अझ माथि जाँदै जाँदा त्यो बिस्तारै त्यो कुहिरोहरू आउँदैछ। कुहिरो भनौँ कि बादल भनौँ के हो यो, अघिसम्म थिएन यस्तो थियो। बिस्तारै बिस्तारै अब आउँदैछ। के हेर्न सक्नुहुन्छ, अलि मधिरो देख्न थाल्यो हिउँ पनि। त्यहाँदेखि घुम्ती स्टार्ट हुन्छ हाम्रो। अनि ठ्याक्कै घुम्ती चढेर तपाईँहरूलाई फेरि यहाँ अगाडिको भ्यूहरू बाटोहरू देखाउँछु नि त है। एकदम साथीहरूको हालत खराब छ, एकदम खराब छ। मतलब सीधा चढाइ बाहेक अब चढ़ा अब जितने ऊपर जाता नहीं उतने अब ऑक्सीजन कम होता है, हेजिंगटा लागल जैसा फील होता है, मोरी चक्कर खाता है, दुखाता मुड़ी। अब ओकरा बाहेक और तो हाथ गोड़ दुखाते बा, फिर भी आदमी आस में लेके बा कि हाँ चल जाइले पुग जाइले, घोड़ा ना बैठे परी यहाँ हमने सँगै आओ तब लस दु चारजना बेचारा पनि नसक्ला त नसकेर त घोडा चढ्ला छ। देखिए हमने क्या हाल होगा यहाँ तो फटिएगा मनियो। अब लास्ट सबसे लास्ट बानी हम अब एक दो आदमी में तो पूरा खत्म भएछ। अब किन्हीं देखते देखते हिम्मत देते चलो तनिसन। अब यहाँ से हमने अभी तो 22 घंटे भी नहीं के स्टार्ट कर हमने। हमारे साथी सब वहाँ पुगल बा कैसे ना लोग थे। अब ज़्यादा बोले के हालत में भी नहीं कि एनर्जी बचाते रह के पर एनर्जी बचाए ऐसा कालो पहाड़ भी अपने कार्तिक मानसी उसमें आते सब में बर्फ रहेगा या भी गर्मी चलता पूरा पगिल के बहल है तो 22 घंटे में ये सब में बर्फ चाहिए। अब ठक्का लगभग हमने क्या घुमती चढ़े के फेर में बानी सन चलना तो हो गया होती तो बोले चलना घोड़वा क्यों ना बोले और साफा नहीं सका भाई। चार को हिल दो भाई तब कुछ नहीं के तब से चार गले दू गौरी नहीं खेल सकबे। सीन कति कहते नजारा ये व्यू के तो घुमाती स्टार्ट हो गया। व्यू हेर्न सक्नुहुन्छ। फाइनली हाम्रो राति 20 बाँकी छ। तल पनि घुम्ती थियो अरे त्यो चाहिँ त्यो गर्न मिलेन, यहाँबाट सुरु गरे। यहाँबाट त ठ्याक्क 22 घुम्ती छ रहेछ। ल केही छैन, म नि अब बिस्तारै चढिरहेको छु। म अब ठ्याक्क सबभन्दा पछाडि मै छु। केटाहरूलाई गर्दै हौसला दिँदै गर्दै अब अरू त माथि नै बसिरहेछ। यसो ठाडो छ यार, ठाडो छ, त्यही भएर त गाह्रो भयो। यहीँ आएर अब केटाहरू अरू दाइहरू पनि सकेका छैनन् कि घोडा चढ्नै परेको केही छैन। अब हामी त चढ्ने नै हो।
गिभ गरेर त कहाँ हुन्छ यार, मलाई आउँदैन नि त। पछि म गएको थिएँ तिलीचिले घुम्न, यस्तो यस्तो भएर सकिनँ, घोडा चढिन भनेर रिग्रेट फिल गर्नु मलाई चाहिँ छैन। म चाहिँ जसरी पनि चढ्छु, जे होस् अलि रेस्ट गर्दै होस्, रेस्ट गरौँला, तर बिस्तारै बिस्तारै चढ्छु है त। अब अगाडि तपाईँहरूलाई बोल्नै गाह्रो भयो यार, राइट। एकदम अक्सिजन लेभल कम भयो, रिङ्न त लाग्ने फिल भयो भने कि यस्तो बाटो रिङ्गा लाग्दा अलि रिक्सै लाग्छ होइन, टाउको भारी हुने त्यस्तो छ कि। त्यसमा रेस्ट गर्दै गर्दै बिस्तारै बिस्तारै गइरहेछौँ। बोल्नै नहुने भयो म। ल ओके बाई।